हेलो एन्ड नमस्ते एभ्रिवान। म फेरि आइसकेँ एउटा नयाँ भिडियो लिएर र यस भिडियोमा चाहिँ तपाईँहरूले थम्बनेलले पनि थाहा पाइसक्नु होला यस भिडियो केको बारेमा हो भनेर। यस भिडियोमा चाहिँ म फिफा वर्ल्ड कप तपाईँले घरमै बसिकन फ्रीमा कसरी हेर्न सक्नुहुन्छ भनेर भन्न गइरहेको छु। र सुरुमा चाहिँ बुझौँ फिफा वर्ल्ड कप भनेको चाहिँ के हो। यो चाहिँ एउटा यस्तो गेम हो जुन चाहिँ 4 वर्षमा एकचोटि आउने गर्छ र यो चाहिँ फुटबलको गेम हो। अनि यस गेममा चाहिँ विश्वभरिकै टिमहरू आएर एउटा कन्ट्रीमा आएर खेल्नेछन् र हरेक म्याच खेलेपछि एउटा टिम जित्नेछ। हरेक म्याचमा दुईटा टिमले एक आपसमा खेल्नेछन् र ती दुईटा टिमबाट जुन टिमले जित्छ त्यो क्वालिफाई हुन्छ अर्को म्याचको लागि। र त्यसरी नै क्वालिफाई हुँदै हुँदै गएर फाइनलसम्म जुन दुईटा टिम पुग्छ त्यो टिमहरू लास्टमा 1v1 गर्छन् र 1v1 मतलब कन्ट्रीहरू खेल्छन्, एक आपसमा खेल्छन् र त्यो फाइनल चाहिँ जसले जित्छ त्यसलाई चाहिँ त्यो कन्ट्रीलाई चाहिँ एउटा ट्रफी दिन्छ जुन चाहिँ फिफा ट्रफी भनेर पनि बुझिन्छ। त्यो ट्रफीलाई, त्यो ट्रफीको नाम चाहिँ फिफा वर्ल्ड कप 2026 लेखेको हुन्छ त्यसमा चाहिँ, र कन्ट्रीको नाम लेखेको हुन्छ। र त्यो कन्ट्री चाहिँ त्यो वर्ल्ड कपको ट्रफी जुन छ त्यो चाहिँ 24 क्यारेट प्योर गोल्डबाट बनाइएको हुन्छ। र कन्ट्रीले त्यो गेम जितेपछि चाहिँ कन्ट्रीको जुन यो हुन्छ त्यो लोगो हुन्छ फुटबलको, त्यसको माथि एउटा स्टार थपिन्छ र जति धेरै स्टार थपिन्छ त्यो कन्ट्रीसँग त्यति धेरै नै वर्ल्ड कप हुन्छ। र हाइएस्ट वर्ल्ड कप भएको कन्ट्री चाहिँ अहिले ब्राजिल छ। र अब भिडियोतिर जाउँ। तपाईँहरूले अब घरमै बसेर फिफा वर्ल्ड कप 2026 हेर्न सक्नुहुन्छ जुनमा चाहिँ तपाईँले टिभी र मोबाइल दुइटैमा हेर्न सक्नुहुन्छ। र टिभीमा हेर्नको लागि चाहिँ तपाईँहरूले हिमालय स्पोर्ट्स छ, डिसोम छ, नेपाल टेलिकम छ, VI8 टिभी छ। र मोबाइलमा हेर्नको लागि चाहिँ तपाईँहरूले पास किन्नुपर्छ, मोबाइल पास, जुन चाहिँ तपाईँलाई 949 को पर्नेछ। र ल्यापटप र मोबाइल दुइटैमा हेर्न चाहनुहुन्छ भने चाहिँ डिस्काउन्ट चाहिँ तपाईँलाई 999 मा पर्नेछ। र इसेवा खल्तीबाट पनि तपाईँहरूले हेर्न सक्नुहुन्छ फिफा वर्ल्ड कप। र अब यिनीहरू चाहिँ सबै पेड वेबसाइटहरू हुन्। जुनमा चाहिँ तपाईँले टिभीमा हेर्नु भने 500 रुपिस र मोबाइलमा हेर्दा चाहिँ RS 1000 लाग्छ, 999 1000। टिभीमा हेर्नको लागि पनि धेरै वेबसाइटहरू छन् तर सेफ पनि छैनन्। सेफ वेबसाइट छ एउटा जुन चाहिँ त्यसबाट चाहिँ म पनि गर्नेछु र हेर्ने गर्नेछु। त्यो वेबसाइटको नाम चाहिँ camel.tv छ। camel.tv, camel.live, तपाईँले जे नि सर्च गर्दा हुन्छ। camel.live सर्च गर्दा चाहिँ आउँछ। म चाहिँ camel.live सर्च गर्छु र तपाईँहरूले फिफा वर्ल्ड कप चाहिँ camel.live बाट पनि हेर्न सक्नुहुन्छ। सो इन्जोय अ डे, बाई बाई।